गोर्खा चौतारीको उद्घाटन समारोहमा पाल्नुहुने सम्पूर्ण महानुभावज्यूहरूलाई हार्दिक स्वागत गर्दछौँ। आयोजक गोर्खा चौतारी निर्माण समिति। आज झन् कस्तो दामी के त मजाको यो है प्रतिमा भुकुला रे। भोलिको उपस्थिति कति जति होला जस्तो छ दाइजु? अब हाम्रो इन्डियन आर्मीको कम्युनिटी चाहिँ अलिक धेरै नै हुन्छ गरेर आशा छ हाम्रो झन्डै 500-600 त हुन्छौँ होला हामी मिनिमम पनि। 500-600 अब हामीले त एस्टिमेट त 1000 हुन्छ होला भनेको गरेछौँ, तर त्यस्तो नहोला, अप्ठ्यारो पनि भइरहेको यो हेर्नु आउनु भएको कहाँबाट यो त बन्द हो जहिले तेर भनिरहनु भयो अनि गर्दाखेरि अब भोलि खोल्ने भयो सबैको लागि राम्रो नै हुन्छ। डकुमेन्टेसनको कुराहरू पनि अलिअलि मिलाउनु पर्ने थियो, त्यो पनि अब भोलि त हामीले फर्मली सबै डकुमेन्टहरू बुझाउनु पर्ने हुन्छ नगरपालिकालाई, त्योहरू पनि जुटाउने। अब अहिले गएर पनि बेलुकाभरि गर्नुपर्ने सबै है भनेपछि आज रातभरि सुतै होला जस्तो छैन। हाम्रो पुण्यको सब आउनै भएको छैन आज हिसाब किताबले बिचरा तपाईँहरूलाई यो हेर्नुहोस् त हाम्रो दिदीबहिनीज्यूहरूले यसरी चाहिँ फुल सयपत्री फुलको माला उन्नु हुँदैछ। भोलिको लागि विशेष गरी गोर्खा चौतारी उद्घाटन कार्यक्रमको लागि चाहिँ यो तयारी भइरहेको छ। कलको के मिठो छैन आउँछ हेर्नु भयो हाम्रो स्टेज अनि यो भयो हाम्रो पाहुनाहरूको बस्ने ठाउँ। ओहो होल ओ माई गड कस्तो राम्रो देखेको। ओहो माई गड यति धेरै कुर्सीहरू हेर्नुहोस् त ल कुर्सी ल हेर्नुहोस् त टेबलहरू यहाँ तयारी भोलिको लागि गोर्खा चौतारी उद्घाटनको लागि यो टेबलहरू पनि यहाँ यसरी तयारी भइसकेको छ। अब हामी जाँदैछौँ गोर्खा चौतारी र गोर्खा चौतारीमा चाहिँ विशेष गरी भोलिको लागि चाहिँ अझै विशेष के तयारी हुँदैछ त है। गेटहरू पनि बन्द रहेछ, माइकहरू पनि सेटिङ गरिसक्नु भएको रहेछ। ओ माई गड ओहो हो अनि कस्तो छिटो आइसक्यो आमामा आज भन्दै भोलि भन्दै ल नगर्ला हस्तान्तरण गर्ने दिन पनि आइसक्यो गोर्खा चौतारी। ओ माई गड अब भने चाहिँ गोर्खा चौतारीमा सम्पूर्ण तपाईँहरू विभिन्न ठाउँबाट आएर चाहिँ यहाँ घुम्न सक्नुहुनेछ। गोर्खा चौतारीमा प्रवेश गर्न सक्नुहुनेछ। भोलिबाट चाहिँ आधिकारिक उद्घाटन हुँदैछ। अनि ल नमस्कार मामा। ल मामाले नै सुनिन् म जस्तै रहेछ स्कुटीमा चढेपछि म पनि देख्दिनँ अरू दायाँ बाएँ, उहाँले पनि देख्नुहुन्न रहेछ। अनि हजुर नमस्कार फर्किनु भयो? ए ल हस् ओके। ओहो र दर्शक पनि यहाँ चाहिँ यो गेट बनाइएको रहेछ सानो, अनि त्यहाँ माइक पनि राखेको छ र यहाँ चाहिँ के लेखेको छ भनेदेखि म तपाईँलाई थोरै सुनाऊ। गोर्खा चौतारीको उद्घाटन समारोहमा पाल्नुहुने सम्पूर्ण महानुभावज्यूहरूलाई हार्दिक स्वागत गर्दछौँ। आयोजक गोर्खा चौतारी निर्माण समिति। सो एकदमै खुसी लाग्यो। नमस्कार ल यता हामी देख्न सक्छौँ। वेलकम सम्पूर्णलाई। ल अब हामी लाग्यौँ र टक्क यस्तो मजाले स्वागत गरिएको छ। यो स्वागत गेट पनि राखेको छ र त्यसै गरी यहाँ मेरो साहबले चाहिँ ढुङ्गा बोकेको कहिले नथाक्नु हुँदो रहेछ। हेर्नुहोस् त ल चान्चुने मान्छे हो र यतिको चाहिँ हुनुपर्छ। अरू भए अस्ति थाकिसक्ने थियो, अस्ति छोडेर 100 डाँडा काटिसक्नुहुन्थ्यो होला, तर मेराहरूको साम्पाङ राइजु थाक्ने मान्छे होइन र थाक्नु पनि हुँदैन भन्दै हामी प्रवेश गऱ्यौँ। अगाडि बढ्न चाहन्छौँ हामी। अनि ओहो हो झन्डा पनि राखिएछ। ओ माई गड ल भोलिको लागि विशेष तयारी हुँदैछ। यो नेपालको झन्डा, त्यसै गरी यो चाहिँ अब ठुलो चाहिँ नेपालको झन्डा राखेछ है। ओहो माई गड आज झन् कस्तो दामी के। ओहो सिङ्गापुर एउटा सिङ्गापुरको होला, एउटा इन्डियाको होला, एउटा चाहिँ नेपालको होइन।
यो नेपालको भयो नेपालको भयो अनि यो ग्रीन ग्रीन दुईटा चाहिँ कन्फ्युज भयो यो देखिएन है अनि यता ब्लू चाहिँ सिङ्गापुरको अनि उहाँ हेर्नुहोस् त कस्तो मजाको यो है प्रतिमा है बुपु लाउरे सिना ओहो ल ल यस्तो दामी छ कि ओ माई गॉड आफ्नै फोटो पो देखाउनु अनुहार देखाउनु मन लाग्यो त यति राम्रो हुँदाखेरि त र यहाँ चाहिँ हाम्रो अब क्याप्टेन पूर्णव लिम्बू दाइजी हुनुहुन्छ उहाँसँग हामी छोटो मिठो कुराकानी गर्छौँ ओ माई गॉड र हजुर दाइ सेवा नमस्कार सबैजनालाई सेवा एकदमै नमस्कार र हजुरहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु पहिलो नम्बर धन्यवाद हजुरहरूलाई किनभने आज झनै गोर्खा चौतारीको यो हैन रौनक देख्दाखेरि यति खुसी लाग्यो कि र नेपालको झन्डा त्यसै गरी यो अलिकति यो हरियो चाहिँ अघि देखिएन कि त्यही भएर हामी दुईजनै कन्फ्युज भयौँ क्या नेपालको झन्डा साथमा इन्डियन एक्स सर्भिसम्यान अर्गनाइजेसन ब्रिटिस एक्स सर्भिसम्यान अर्गनाइजेसन अनि सिङ्गापुरको है र विशेष गरी दाइ आज भन्दै भोलि भन्दै आइसक्यो अब नगरलाई हस्तान्तरण गरिँदैछ गोर्खा चौतारी भोलिदेखि चाहिँ हामी अलि रिलिफ हुन्छौँ अब चाहिँ के तपाईँहरूलाई अलिक हलुङ होला कि भन्ने होइन अब मेनली चाहिँ अब अर्को कुरा पनि छ अब काममा पनि अलिकति केही भोलिदेखि जिम्मेवारी पन्साएपछि हल्नु भइन्छ अर्को कुरा चाहिँ अब यो यतिकै बनिँदै गर्दाखेरि कतिपय अब घुम्न आउने साथीहरूलाई के अरे भनौँ न अब यहाँ जति आगन्तुकहरू हुनुहुन्छ उहाँलाई अप्ठ्यारो पनि भइरहेको छ यो हेर्नु आउनु भएको कहाँबाट यो त बन्द हो जहिले त्यसलाई भनिरहनु अनि गर्दाखेरि अब भोलिदेखि खोल्ने भयो सबैको लागि राम्रो नै हुन्छ सबैको लागि चाहिँ अब होइन सबैको लागि भोलि त होइन पर्सिदेखि पर्सिबाट भोलि त कार्यक्रम भइहाल्यो होइन बिहान 11 बजीदेखिको बेलुकासम्म नै हुन्छ बेलुका समय 4-5 त बज्छ पर्सिबाट चाहिँ अब सम्पूर्ण घुम्न आउने हाम्रो पाहुनाहरू होइन गोर्खा चौतारीमा ढुक्क भएर चाहिँ फोटो खिच्न सक्नुहुनेछ टिकटक बनाउन सक्नुहुनेछ एकदम आएर मची है एकदमै खुसीको कुरा हो र दाइ हजुर लगभग यो गोर्खा चौतारी निर्माण सुरु भएर यो सम्पन्न भइन्जाल चाहिँ टाइम कति लाग्यो होला 1 वर्ष ट्याक्क 1 वर्ष है 1 वर्ष चाहिँ हामीले यही समय बितायौँ भनौँ 1 वर्षभित्रमा अब यो होइन उत्ताप चढाव कतिको आयो दाइजु अब एक त हामीले देखिहाल्यौँ होइन त्यो भाइ अलिकति त्यो अब यो दैवी प्रकोप हामीलाई यो त्यो चाहिँ फेरि विशेष गरेर के भयो भने पहिल्यै भागवत सायद अब त्यो समयले हामीलाई त्यति साह्रो उयो गरिन्थ्यो होला तर अहिले अब त्यो 0 आवर्समा हुँदाखेरि चाहिँ अलिकति हामीलाई दौडधुप भयो बढी अलिकति अब हामीले किन त्यो प्रोग्राम त बनाइहालेको थियो नोभेम्बर 7 को त हामीले पहिला एनाउन्स गरिसकेको थियो अब त्यसले सारिरहँदाखेरि पनि फेरि विदेशबाट आउने साथीभाइहरूलाई पनि उनीहरूलाई फ्लाइट मिलाउनु पर्ने हुन्छ कतिपय कुराहरू हुन्छ त्यो उहाँलाई सहज हुन्न त्यही भएर हामीले चाहिँ त्यसैमै स्टिक हुनुपर्छ टाइमिङ चाहिँ भन्दाखेरि चाहिँ हामीले अलिकति रात दिन काम गर्ने अवस्था चाहिँ आयो है र त्यसै गरी अब आजसम्म हाम्रो होइन यो तयारी भोलिको लागि हुँदैछ अन्तिम तयारी तपाईँहरूको के हुँदैछ अब विशेष अहिले अलिकति यहाँ माथि हलमा हाम्रो रिहर्सल गर्दै हुन्थ्यो भोलि उहाँ एङ्करहरूले के कता के भन्ने अनि फेरि हाम्रो अलिकति कम्प्लिकेटेड के छ भने अब 2टा फेजमा हुन्छ नि त हाम्रो पहिला बिहान परेड हुन्छ यहाँ त्यस पछाडि उता अब फर्मल कार्यक्रम हुन्छ दुईतिरको तालमेल अलिकति मिलाउनु पर्दाखेरि फेरि हाम्रोमा प्रोफेसनल एङ्करिङ गर्ने मान्छे छ हामीले लिएको छौँ न हाम्रो आफ्नै ग्रुपबाट गर्छौँ अनि गर्दा के पनि हुन्छ भने प्रोफेसनल एङ्करिङ गर्ने मान्छे ल्याउँदाखेरि पनि यो हाम्रो आर्मीको टर्मिनोलोजी अलिक बुझ्दैन क्या उहाँहरूले त्यो बुझाउनु टाइम लाग्छ अब कसैको नम्बर गल्ती भइदियो हल्लालाई जमदार भनिदियो त्यो चिनेकै मान्छे हुनु पर्यो क्या भनेपछि को हुनुहुँदैछ हाम्रो कर्ण सरले गर्नुहुन्छ कर्ण सर हुनुहुन्छ भोलिको सञ्चालक भनौँ न होइन चाहिँ लक्ष्मी राई हुनुहुन्छ लक्ष्मी राई र कर्ण सर हुनुहुन्छ भोलिको होइन मास्टर शेरमा सक्नु होला अरू अब यो डकुमेन्टेसनको कुराहरू पनि अलिअलि मिलाउनु पर्ने थियो त्यो पनि अब भोलि त हामीले फर्मली सबै डकुमेन्टहरू बुझाउनु पर्ने हुन्छ नगरपालिकालाई त्योहरू पनि जुटाउने अब अहिले गएर पनि बेलुकाभरि गर्नुपर्ने छ है भनेपछि आज रातभरि सुताइ होला जस्तो छैन हाम्रो पुण्य सबै आउने भएको छैन आज हिसाब किताबले गर्दा बिचरा तपाईँहरूलाई यो के अरे अलिकति है यो पहिरो गएको हुनाले तपाईँलाई अलिक धेरै चाहिँ अलिकति काम पराइदियो क्या है सही कुरा यसले चाहिँ हामीलाई अलिक बढी टाइम लाग्यो क्या हामीलाई
पहिला त हामीले एक किसिममा सकिसकेको थियौँ एकदम एकदम अनि अब ढुक्कै थियौँ फेरि यो भइदिँदाखेरि चाहिँ हामीले नसोचेको कुरा भइदियो अनि अब सक्नै पनि त्यो समयमा त्यसले गर्दा चाहिँ अलिकति टाइम प्रेसर चाहिँ बढी भइदियो पक्कै पनि र त्यसरी खुसीको कुरा है एकदम अब तपाईँले र पनि होइन सबै कामलाई चाहिँ सम्पन्न गरिसक्नु भएको छ तपाईँहरू एकदमै भागदौड गरेर पनि तपाईँहरूले जस अब होइन उद्घाटन कार्यक्रम अब भोलि गर्नुहुँदैछ होइन सम्पन्न गर्नुहुँदैछ खुसीको कुरो हो हजुरलाई धेरै धेरै धन्यवाद बधाई हामी दिन चाहन्छौँ र यो चाहिँ नेपालमा सायद पहिलोचोटि यति राम्रो इतिहास एउटा होइन भुपु लाहुरे मामाहरूले चाहिँ तपाईँहरूले चाहिँ एउटा होइन निर्माण गर्नुभएको छ र यो चाहिँ एकदम मजबुत एकदम होइन नम्बर 1 बनाएको छ यो चाहिँ एकदमै चर्चाको लायकै छ सो एकदम बधाई छ हजुरहरूलाई र हजुरहरूको यो काम सफल भएको छ र आउने दिनमा फेरि पनि यस्तै कामहरू ल्याउँदै गर्नु होला होइन विभिन्न ठाउँमा यस्तो पार्कहरू अझै बन्न आवश्यक छ होइन विशेष गरेर त म यहाँलाई एउटा कुरा अहिले नछुटाइकन धन्यवाद भन्न चाहन्छु हजुर जति मिडियाकर्मी साथीहरूले चाहिँ यो हाम्रो जहीँ पनि जुनै काममा पनि विशेष गरी यो कामको लागि त तपाईँहरूले यो विश्वमै हाम्रो यो जुन चाहिँ प्रोजेक्टको विषयमा जुन एउटा इन्फर्मेसन पुर्याइदिनु भयो नि त्यसले ठुलो मद्दत गरेको छ हामीलाई फन्ड रेजिङदेखि लिएर अरू विविध कुराहरूमा अनि अहिले पनि एउटा जस्तो हट टपिक भएको छ कि यहाँ है त्यो श्रेय चाहिँ सबै हजुरहरूलाई जान्छ तपाईँहरूलाई म त आदि नमन भन्न चाहन्छु यहाँ सबैलाई एकदम भोलि छ भोलिहरूको झन् तपाईँहरूको ठुलो एउटा उत्सव है देन हुनु पर्यो यसलाई चाहिँ धमाका ल्याइदिनु पर्यो पक्कै पनि र जो गोर्खा चौतारीले एउटा धमाकै मचाएको छ होइन अझै धमाका मचिन्छ र त्यसै गरी अब भोलिको उपस्थिति कति जति होला जस्तो छ दाइजु अब हाम्रो इन्डियन आर्मीको कम्युनिटी चाहिँ अलिक धेरै नै हुनुहुन्छ गरेर आशा छ हाम्रो झन्डै 500-600 त हुन्छौँ होला हामी मिनिमम पनि 500-600 हुन्छौँ होला अब हामीले त एस्टिमेट त 1000 हुन्छ होला भनेको गरेको छौँ तर त्यस्तो नहोला किनभने सबै मान्छे त भ्याउँदैन के काममा इन्गेज भइरहेको हुन्छ तर पनि निकै नै हुन्छ हामी लगभग 500 देखिको 1000 सम्मको उपस्थिति भोलि 500 चाहिँ यहाँ थाम्ला के त हामी त्यही भनेर सिटिङ प्लान पनि रुखको फेदतिर सबै के अरे कुर्सीहरू राखिदिएको भन्छ रुखको फेदतिर पनि सबै जहाँ बस्ने हो बस्ने हो अनि हामीले चाहिँ गेस्टहरूलाई चाहिँ हामीले सबै प्राय त्यो भेन्यू चाहिँ जुन हाममा राख्छौँ उहाँहरूलाई 70-80 जना हुनुहुन्छ हाम्रो गेस्टहरू एक गेस्टहरू छैन 70 अरूमा चाहिँ हामी खुसीले बस्ने हो कहाँ हुन्छ कोही रुखमा चढ्ने कोही भनेपछि एउटा सुविधा भनौँ न होइन आउनेलाई चाहिँ अब त्यतिकै होइन उहाँहरू चाहिँ बस्नु पर्दैन हैन सुविधै छ उहाँले सुविधै जहाँ बस्नु मन पर्छ इच्छा हुन्छ मसँग पनि साथ दिइरहेछ त्यसले गर्दाखेरि हामी जहाँसम्म लाग्छ बस्नु चाहिँ अब सिटिङ प्लानमै चाहिँ छ नाटला यति धेरै आउनु तर पनि यो ठाउँै राम्रो छ जहीँ बस्दा पनि भएन अब भुइँ तानेर बस्दा पनि भइहाल्यो नि एकदमै रुखको फेर्न बस्दा पनि भइहाल्यो है त्यसले गर्दा एकदमै अब हामी चाहिँ उहाँहरू सबैजना आइदिनु होला भन्ने अनुरोध गर्छु सकेसम्म छैन जतिलाई चाहिँ अब इन्भाइट गरिसक्नु भएको छ सबैजना आइदिनु हुने चाहिँ झनै राम्रो हुन्छ नि हैन एकदमै आज पनि सुन्नु भएको छैन भने आइदिनु होला र जति हाम्रो घुम्न आउने पाहुनाहरू पनि आउँदाखेरि हुन्छ चुला निम्ति उहाँहरूलाई पनि है सबैजना अब उहाँहरू यदि आउनु यता चाहनु भएन भने चाहिँ हामी तल बाटो बनाइदिएको छौँ हामी आराधनमा जाने हजुर आराधना हेरेर जान्छौँ भन्नु भने हामी बाटो पनि बनाइदिएको छौँ ए बाटो तल्लो साइडमा पनि बनाइदिएको छैन ओहो भनेपछि जस अब आराधनसम्म जान्छु भनेको लागि चाहिँ छ बाटो छ हामी पर सुरुवातदेखि नै हामी एउटा गाइड राख्छौँ उहाँले चाहिँ हजुरहरू कहाँ जाने अब प्रोग्राममा आउनु भयो भने वेलकम छ भने होइन हामी त आराधन मात्रै जाने भने चाहिँ उताबाट हामी बाटो बनाइदिन्छौँ भनेपछि त्यो सुविधा पनि रहेछ दुई खालको होइन उहाँहरूलाई कुन सहज हुन्छ त्यतिर उहाँहरूलाई चाहिँ वेलकम गरिन्छ भोलिको लागि एकदम सो एकदमै खुसी लाग्यो है आज तपाईँसँग कुराकानी तपाईँसँग त प्रायः हामी कुराकानी गरि नै रहेछौँ र आज भने चाहिँ विशेष गरी यो भोलिको कार्यक्रमको हाम्रो कुरा हुँदैछ र एकदमै राम्रो जानकारी दिनुभएको छ हजुरलाई धेरै धेरै धन्यवाद र हजुरहरूलाई फेरि पनि धेरै धेरै बधाई छ एकदम हस् दाइ धन्यवाद हस् दर्शकबिन र अहिले भनेको चाहिँ हाम्रो क्याप्टेन पूर्ण लिम्बू दाइज्यूसँग हामीले छोटो मिठो जानकारी लियौँ र अब हामी यता मासतिर जाँदैछौँ माथि के कस्तो रहेछ दर्शकबिन र अहिले चाहिँ पूर्ण दाइसँग कुरा गर्दै हामी यता अगाडि बढ्दैछौँ र यहाँ चाहिँ अब सरसफाइको काम पनि हुँदैछ भित्र चाहिँ पुरै सरसफाइ भइरहेको छ अनि हजुर पाउँदैन अब केली भनेको त कहाँ हो आमा टाढा पो त होइन हो हो ओहो ल ल टाढाबाट आउनुभएको रहेछ
फेरि आउनुहोस् न नेक्स्ट टाइममा। हस् ल, उहाँ सरहरू चाहिँ रङ्गेलीबाट आउनुभएको रहेछ घुम्नलाई। अनि हामी चाहिँ यता जाँदैछौँ र यो ब्याङ्क्सहरू होइन, अघि दाइले भनिहाल्नु रुखको फेदतिर पनि हामीले कुर्सीहरू राख्दैछौँ। हामी त्यता पनि तपाईँहरूले कुरा गर्न बस्न सक्नुहुनेछ भनेर भन्नुभएछ। जति भोलि आउनुहुने पाहुनाहरू लगभग 500देखिको 1000सम्म आउने भन्ने चाहिँ अब जानकारी दिनुभएको छ। हेरौँ भोलि कति जति आउँनुहुन्छ। अनि माथि फुलमालाहरू सयपत्रीको उन्नु हुँदैछ। अनि यहाँ हामी जाँदैछौँ। ल ओहो हेर्नुहोस् त यहाँ हेर्नुहोस् त माथि फुलहरू उन्नु हुँदैछ दिदीबहिनीले। अब हामी त्यहाँ पनि जान्छौँ। ओ माई गड, धमाधमी फुल उन्दैछ। के हुँदैछ त माथि गएर हेरौँ। यता हुँदै जान्छौँ। अनि यो भोलिको लागि खानपिनको लागि यहाँ भाँडाकुँडा पनि आइसकेको रहेछ। ओहो भव्य भोलि कार्यक्रम हुँदैछ। तिनवटा सर्भिसबाट निर्माण भएको गोर्खा चौतारी अब नगरलाई हस्तान्तरण गरिँदैछन्। उद्घाटन ओहो कति माला उनी सक्नुभयो सबैजनालाई सेवा नमस्कार। ओहो वाउ सयपत्री फुल हेर्नुहोस् त। आहा कस्तो दामी हुन्छ सयपत्री फुलको त सेनै मिठो है। अन्त नि ल आमा दिदीबहिनीज्यूहरूले फुल उन्नु भएको यो सबै यहीँको होला है फुल पनि है। आपगाछीको है। हेर्नुहोस् त दर्शकबिन भोलिको लागि श्रमदाताज्यूहरूले रोप्नु भएको फुल। त्यही त श्रमदाताज्यूहरूले रोप्नु भएको फुल, दिदीबहिनीहरूले रोप्नु भएको स्याहार्नु भएको अन्त्यहारमा नफुले तर काम दियो नि त है उद्घाटनको लागि। ओहो ल गजब छ। यति धेरै सकिन्थ्यो है। अहिले फुलेर साह्रै राम्रो भयो। जे हुन्छ राम्रोको लागि हुन्छ भनेको यही हो कि होइन हो। आहा कति माला आउनु सक्नुभयो लगभग अन्दाजी? ए 110-15 है। ए ओहो ओहो बिहानबाटै उन्नु भएको होला है। ए यस्तो मजाले सजाएको छ टक्क हुनेर। ल हेर्नुहोस् त हाम्रो दिदीबहिनीज्यूहरूले यसरी चाहिँ फुल सयपत्री फुलको माला उन्नु हुँदैछ भोलिको लागि। विशेष गरी गोर्खा चौतारी उद्घाटन कार्यक्रमको लागि चाहिँ यो तयारी भइरहेको छ। र यो फुल चाहिँ यहीँ यो माथि रोप्नुभएको यो श्रमदाताज्यूहरूले र हाम्रो दिदीबहिनीज्यूहरूले रोप्नुभएको फुलहरू चाहिँ यसरी चाहिँ मजाले यति मजाले ओ माई गड यस्तो दामी हुनुभएको छ कि। आहा हेर्नुहोस् त ओल्लो छेउदेखिको पल्लो छेउसम्म। धेरै धेरै धन्यवाद तपाईलाई। ल अगाएर बुन्नु थाल्दै गर्नु। ल यहाँ चाहिँ हामी देख्न सक्छौँ दिदीबहिनीले फुलमालाहरू उनिराख्नु भएको छ। सो उहाँलाई धेरै धेरै धन्यवाद। भोलि हाम्रो पाहुनाहरूको लागि यसरी उनिँदैछ। सो धेरै धेरै धन्यवाद। यति मिहिनेत गरिरहनु भएको छ। आहा हस् धन्यवाद। अन्त हो त नि अब तिहारमा उनेको देखिएन होइन हो नि उहाँ त। अन्त मक सयपत्री यो लोकल हो नि त नि लोकलको के मिठो छैन आउँछ हेर्नु त। है ढलिन्छ अहिले धेरै सुँग्नु हुँदैन हो नि यति भएर अहिले सुकेको। हजुर ए हस् भोलि भेटौँला। हस् हस् ओके दर्शक पनि अहिले भने चाहिँ हामी अब होइन
यहाँ माथि घरमा गयौँ अनि दिदीबहिनीज्यूहरूले चाहिँ फुलमाला उनिराख्नु भएको छ विशेष गरी भोलिको लागि होइन। अब गोर्खा चौतारी भोलि चाहिँ अब उद्घाटन र त्यसै नगरलाई हस्तान्तरण गरिँदैछ अनि हाम्रो पाहुनाहरूको लागि चाहिँ विशेष गरी फुलहरू उन्नु हुँदैछ। हाम्रो दिदीबहिनीज्यूहरूले धेरैभन्दा धेरै लगभग 115 माला उनिसक्यौँ भन्नुभयो। अझै उन्नु हुँदैछ दमादमी। र अघि हाम्रो क्याप्टेन पूर्ण लिम्बू दाइज्यूले जानकारी दिनुभयो अनुसार चाहिँ यो ब्याङ्क्सहरू हेर्नुहोस् त यो यसरी राखिदिनु भएको छ। यहाँ जो सबैजना आउनुहुने चाहिँ अब जस्तै कोही अब नहटाउने कोही कता कसैलाई अब हातखुट्टा दुख्छ धेरै उभिराख्नु सक्नुहुन्न र उहाँहरूको लागि भनेर चाहिँ यसरी चाहिँ पाहुना तपाईँहरूको लागि यसरी चाहिँ यो ब्याङ्क्सहरू सबै राखिदिनु भएको छ यहाँ। अनि विशेष गरी चाहिँ अनि यता भनेको चाहिँ यो चाहिँ भोलिको कार्यक्रमको यो चाहिँ भयो हाम्रो स्टेज अनि यो भयो हाम्रो पाहुनाहरूको बस्ने ठाउँ। ओहो होल ओ माई गड कस्तो राम्रो देखेको ओहो बबाल देखेको रहेछ। र यहाँ कार्पेट पनि बिछाइएको छ अनि यहाँ गोर्खा चौतारी यहाँ चाहिँ हाम्रो सञ्चालकहरूले चाहिँ यो माइक दुईवटा राखेको रहेछ जोस् खुसी लाग्यो। अनि यसरी चाहिँ गरेछ गोर्खा चौतारी उद्घाटन समारोह धरान 20 श्रम पार्क सुनसरी मिति 2022 साल कार्तिक 21 गते चाहिँ आयोजक गोर्खा चौतारी निर्माण समिति भनेर लेखिएको छ है। र यति राम्रो यो चाहिँ यहाँ चाहिँ विशेष हाम्रो गेस्टहरूको हाम्रो अतिथिज्यूहरूको लागि यो चाहिँ होइन विशिष्ट अतिथिज्यूहरूको लागि गेस्टहरूको चाहिँ यता होइन मामा ओहो बाबालाई भएछ। ल यस्तो छ है दर्शकबिन ल है आउनु होला तपाईँहरू भोलि कहाँ हुनुहुन्छ। ल दर्शकबिन अब चाहिँ हामी यता होलबाट पनि निस्किसक्यौँ बाहिर। ओहो माई गड यति धेरै कुर्सीहरू हेर्नुहोस् त आम्मा ल कुर्सी टक्क देखिन्छ म यहाँबाट झन् मजाले देखिन्छ है साउन्ड त पुरै एकदमै राम्रो एकदमै धेरैभन्दा धेरै चाहिँ अब मजाले म्यानेज गर्नुभएको रहेछ। अनि हेर्नुहोस् त यता पनि यो वाल लाएर यति गजबको बनाउनु हो ओ माई गड। अब यो कहिले पनि लाँदैन त्यसको लागि फेरि अझै माथि पनि उहाँहरूले गर्नुहुन्छ अरे। ल यस्तो छ गोर्खा चौतारी सरसफाइ कार्यक्रम भइरहेको छ। अब हामी निस्किन्छौँ। ल दर्शक पनि यस्तै छ है। ल भोलि तपाईँहरू कहाँ हुनुहुन्छ सबैजना आउनु होला भन्दै हामी अब बिदा हुन चाहन्छौँ। दर्शक पनि कस्तो लाग्यो आजको भिडियो अन्तिमसम्म हेरिदिनुभयो साथ दिनुभयो धेरै धेरै धन्यवाद दिँदै फेरि अर्को भिडियोमा भेट्नेछु। हस्त नमस्कार सबैको दिन शुभ रहोस् सबैको जय होस्।